Happy New Year! Hello guys! Welcome to the vlog and good morning. As it's a New Year, so again Happy New Year! यो चाहिँ अहिलेको लागि फिट म तल मन्दिर जान लाग्यो रमचर्चमै म भर्खरै उठिरहेको छु यो चाहिँ राति अलि ढिलो सुते के अनि अब तल मन्दिरमा गएर भगवान ढोक्छु अनि त्यसपछि भेटौँला मम Happy New Year! गाडी त आयो दुधको गाडी आयो हामी चाहिँ विष्णुदेवतिर लाग्दैछौँ सामान सार्दै म हिँडेको छु यो भनेको नि भएन के गाह्रो भएको अवस्था यता समातेर के गर्नु फेरि यताबाट खोज्छु विष्णुदेव नमस्ते अजय नयाँ वर्षको शुभकामना पानी ल्याएको छैन न त मम्मी त्यसमा माथि हाल्नु न This is Vishnudev चाहिँ पानी दिउँ न अब सुनकले लाग्छ सुनकले लाग्छ सुनलाग्नु चाहिँ मिलाउनु भयो मम्मी हजुर सो यहाँ चाहिँ रेडी हुँदैछ पूजा गर्नलाई बाजे ऊ बनाउँदै हुनुहुन्छ हामी चाहिँ सामान ओसार्दैछौँ यो हजुर पूजा सामान ओसार्दैछौँ यहाँ मूर्ति आइरहेछ यता मूर्ति चाहिँ विष्णुदेव मन्दिरमा हेलो खै त बाजा बजाएको ल न बजा बजा एकचोटि पूजा स्टार्ट भइसक्यो आधी जति भयो
काम सुरु भयो है गाइस नाचे झगडा छ नयाँ नारायण देवताले हुनुहुन्छ त्यसको स्थापना गर्नलाई पूजा गर्दै हुन्छ एन्ड इट्स भेरी कस्तो राम्रो मूर्ति रहेछ है हो प्राण राख्नु पर्यो यो पैसा नि हाल्यो हो त्यो पैसा नि हाल्यो हो त्यो अब लास्टमा हाल्ने पैसा सबै त्यहाँ चलाउन छोरी राजनाले माथि त्यो काटिया मस्यारिया नि त्यो कुपर खाइदिया नि नमस्कारले जानी बाजे खाली पानी नहुने त्यसो अर्थ भने ज्ञानी हुनु है त्यहाँबाट चाहिँ बाबा मलाई सुक्खा दिनु अन्त घर गए पनि 3 महिना भयो पुराउनु पर्यो वापस थाहा पाएपछि एउटै छोरी केले खान केले राख्नु भन्छ मलाई केही चाहियो केले आउनु गरेर फोन लाग्छ केले के चाहिँ के खानु लाग्छ अनि के लाउनु लाग्छ भन्छ हजुर धन्यवाद हजुरलाई पनि मेरो कमाइ पुग्यो तो भेजिटेरियन है माछा दिन न भेजिटेरियन जेरी जेरी पनि भेजिटेरियन नै छ होला यहाँ केही पनि नन भेज छैन हामी नन भेज गाइस मैले फुल पाएँ थकाइ लाग्यो रातो देख्नु भएको छ मेरो हात पनि कस्तो लुलो भएछ थकाइ लाग्यो मलाई त यो दुखायो कि तातोले होला यो पछाडि तानेको तातोले होला कि कसले ताने मम्मीलाई दुखे यस्तो प्रेसर होला नि तातो भयो नि कामले काम के पूजा ओके अब हामी चाहिँ त्यहाँ एउटा मन्दिरमा पूजासुजा सकेर स्कन जाने भनेर चाहिँ मेरो कहाँ जान्छौँ दिस इज माई फिट चेन्ज भयो मम्मी त्यहाँ हुनुहुन्छ अनि बाबा चाहिँ तपाईँ गाडीमा हुनुहुन्छ नि हामी चाहिँ अब जाँदाको बाइकमा जानेको है We're going.
हामी चाहिँ स्कनमा पुरै घुमिरहेको थियौँ अनि गौशालामा पनि आयौँ भने कस्तो राम्रो राम्रो गाईहरू थियो तर मलाई गाई देखेर चाहिँ डर लाग्छ है यो चाहिँ शयन आरती बेलाको हो हामी चाहिँ खाजासाजा खाएर यता घुमिरहेको बेलामा पनि ठ्याक्कै पर्दा खुल्यो अनि भगवान्को दर्शन पनि गर्नु पायो आरती पनि लियो भने एकछिन नाचेँ पनि म चाहिँ रमाइलो भएको थियो त्यतिखेर पनि सक्यो आजलाई सक्यो भने हामी घर जान लाग्यो स्कनबाट हामी चाहिँ घर पुग्यो भर्खरै पुग्यो अनि बाबाहरूलाई पानी दिएँ अब सुत्छु लुगा चेन्ज गर्छु सुत्छु मेकअप पनि निकाल्छु यहाँ कस्तो तर धन्न आज टिका चाहिँ बिहान लगाएको अहिलेसम्म टिक्यो आइएम ह्याप्पी अनि स्कोन पनि गयो क्यामेराले जस्टिफाई नै गर्न सक्दैन कि भगवान् यति राम्रो देखिराख्नु भएको थियो सो द्याट्स अल फर टुडे बाइ बाइ लभ यु